त्यही भएर उड्दा पनि एउटा मात्रै उड्छ, ल्यान्ड हुँदा पनि एउटा मात्रै ल्यान्ड हुन्छ। यहाँ चाहिँ प्लेनहरूले आएर पार्क गर्ने ठाउँ यहाँ चाहिँ हैन। कति जति क्यापासिटी गर्छ यो क्यापासिटी भन्नाले अब कतिवटा प्लेन भन्ने चाहिँ कत्रो साइजको र कतिवटा भन्नेमा फरक पर्छ होला। त्यो चाहिँ अब त्यसमा फरक पर्छ किनभने डिफ्रेन्ट साइजका प्लेनहरू हुन्छन् हैन। यो जुन ठाउँ देखिरहनु भएको छ यो चाहिँ रनवे हो। अहिले हाम्रो यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एउटा द्रुत गतिमा निर्माण भइरहेको छ। दर्शकबिन यति बेला हामी निर्माणाधीन रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको परिसरभित्र रहेका छौँ र यहाँ निर्माण कार्य धमाधम भइरहेको छ र निर्माण कार्य करिब 15-20% सकिएको हामीलाई जानकारी प्राप्त भएको छ। यति बेला यो जुन ठाउँ देखिरहनु भएको छ यो चाहिँ रनवे हो र यो पनि भर्खर निर्माणाधीन अवस्थामा रहेको छ र यसको फिनिसिङ गरेर बाँकी रहेको हामीलाई जानकारी दिएका छन् प्राविधिकहरूले। र अहिले भर्खर यो देखिरहेको ठाउँ जुन देखिरहनु भएको छ त्यो ठाउँमा चाहिँ प्लेन पार्किङ भनेर भनिएको छ र प्लेन त्यहाँ राख्ने र अहिले भर्खर हामीले देखायौँ जहाँ काम भइरहेको थियो त्यो ठाउँबाट चाहिँ यहाँबाट यसरी ल्यान्ड भएको प्लेन चाहिँ त्यहाँबाट फर्किएर यो ठाउँमा आएर पार्किङ गर्ने भनेर हामीलाई प्राविधिकहरूले जानकारी दिनुभएको छ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि कामहरू धमाधम भइरहेका छन् र छिट्टै नै सन् 2021 मा सकिने भनेको यो विमानस्थल सम्भवतः सकिएला भन्ने कुरा प्राविधिकहरूले हामीलाई जानकारी दिनुभएको थियो र यहाँ भएका अन्य गतिविधिहरू के छन् त्यो हामी तपाईँलाई देखाउँदै जानेछौँ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यले तीव्रता पाएको छ। गण्डकी प्रदेशको राजधानी पोखरामा निर्माणाधीन अवस्थामा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम तीव्र रूपमा अगाडि बढिरहेको छ। राष्ट्रिय गौरवको आयोजनाका रूपमा सरकारको प्राथमिकतामा परेको विमानस्थलको 2073 वैशाख 1 मा शिलान्यास भएसँगै यसको अहिले 15% कार्य सकिएको छ। सन् 2021 जुलाई 15 मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गर्नुपर्ने भएपछि निर्माणको काम पाएको सीएमसी कम्पनीले यति बेला विमानस्थल निर्माणको कामलाई तीव्रता दिइरहेको छ। विमानस्थलका सिभिल इन्जिनियर कृष्ण प्रसाद पौडेलले अर्थोकको कार्य 50% सकिएको जानकारी गराउँदै निर्धारित समयमा विमानस्थल निर्माण हुनेमा आशावादी रहेको बताउनुभयो। आफूहरू बस्ने कामदारहरू राख्ने चाहिँ क्याम्प बनाउने काम सम्पन्न गरिसक्यो र त्यसपछि अर्थवर्कको काम सुरु गरेको छ। अर्थवर्कको काममा पनि अर्थवर्क भनेको यो जमिनको काट्ने र सम्याउने काम जुन यसको 50% काम चाहिँ सम्पन्न भइसकेको छ र अहिले रनवेको सफ्टवेयर प्रिपरेसन, ट्याक्सीवेको सफ्टवेयर प्रिपरेसन र एप्रोनको सफ्टवेयर प्रिपरेसन गर्ने कार्य भइरहेको छ र एप्रोनको सफ्टवेयर प्रिपरेसन कार्य सकिसकेको छ। त्यसैगरी ड्रेनेजको काम पनि सुरु गरिसकेको छ कन्ट्र्याक्टरको साइडबाट र अनि डिजाइन यो इपिसी कन्ट्र्याक्ट हो, इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन। यो खालको कन्ट्र्याक्टमा डिजाइन र कन्स्ट्रक्सन सँगसँगै हुने गर्छ। त्यसअनुसार चाहिँ डिजाइनको कामहरू पनि अगाडि बढ्दै गइरहेको छ र कन्स्ट्रक्सनको काम पनि सँगसँगै अगाडि बढिरहेको छ र उसले मेटेरियल कलेक्सनहरू पनि गरिरहेको छ कन्ट्र्याक्टरको साइडमा र त्यो मेटेरियलको चाहिँ टेस्टहरू गर्ने कार्यहरू पनि हामीले टेस्ट गराउनको लागि चाहिँ बाहिरको ल्याबमा र यहीँभित्रको ल्याबमा पनि गराइरहेका छौँ। हालसम्म भएका कार्यहरू यतै नै हुन्। काम चाहिँ हामी के 10 to 5 गर्छौँ कि 24 घण्टा कसो छ कामको गति चाहिँ? काम एक्जाबिटरहरू लाउने काम हुन्छ नि जुन यो इक्विपमेन्टहरू चल्ने काम चाहिँ त बिहान 6-7 बजेदेखि नै हुन्छ र बेलुका 6 बजेसम्म हुन्छ। जस्तै यही गतिमा यही सिफ्टमा गयो भने हामीले तोकेको समयमा एयरपोर्ट रेडी गर्न सक्छौँ के भन्छ इन्जिनियरिङ पक्षबाट? सक्छौँ, अवश्य पनि सक्छौँ। किनभने अहिले तपाईँको यो सुरुमा चाहिँ यो हामीले के बुझ्नुपर्छ भने यो फाउन्डेसनको काम हो। फाउन्डेसनको काममा अलिकति बढी समय लाग्छ, अलिकति कठिन पनि हुन्छ र यसपछिको कामहरू चाहिँ अलिकति प्रोग्रेस छिटो अगाडि बढ्छ। तसर्थ 2021 यो जुलाईसम्म यसको सम्पन्न गर्ने टाइम हो, त्यो भित्र नै यो सम्पन्न हुन्छ। चिनिया कम्पनी चाइना सीएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण बीचको सम्झौता अनुसार इपिसी मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार 4D मोडलको विमानस्थल बन्न लागेको छ।
विमानस्थलका पब्लिक रिलेसन अफिसर कृष्ण चापागाईले निर्माण कार्यको लागि कुनै राजनीतिक हस्तक्षेप पनि नरहेको र स्थानीयहरूले पनि सहयोग र साथ दिइरहेको बताउनुभयो। यो चाहिँ हाम्रो प्लेन पार्किङ एरिया है। पार्किङ एरिया कतिवटा प्लेन पार्किङ गर्नुहुन्छ सर? के भन्छ यसलाई यो चाहिँ ह्याङ्गर हो। यहाँ चाहिँ प्लेनहरूले आएर पार्क गर्ने ठाउँ यहाँ चाहिँ हैन। कति जति क्यापासिटी गर्छ यो क्यापासिटी भन्नाले अब कतिवटा प्लेन भन्ने चाहिँ अब कत्रो साइजको र कतिवटा भन्नेमा फरक पर्छ होला। त्यो चाहिँ अब त्यसमा फरक पर्छ किनभने डिफ्रेन्ट साइजका प्लेनहरू हुन्छन् हैन। अनि हाम्रो टर्मिनल बिल्डिङ बन्ने तपाईँलाई अलिकति गर्ने चाहिँ यहाँ अगाडिपट्टि टर्मिनल बिल्डिङ हो। यो ह्याङ्गर भयो, यसको अगाडिपट्टि टर्मिनल बिल्डिङ हुन्छ। टर्मिनल बिल्डिङबाट डाइरेक्ट आएर पेसेन्जर लोड हुने ठाउँ भनौँ न यसलाई, लोड हुने पेसेन्जर लोड हुने ठाउँ हो। त्यसपछि यो मुभ भएर यो बाटो छ भित्र, यो चाहिँ ट्याक्सी वे भन्छ। यता ट्याक्सी वे हो। ट्याक्सी वेमा चाहिँ अब रनवेमा आइसकेको स्लो भइसकेको प्लेनहरू ट्याक्सी वे हुँदै आएर ह्याङ्गरमा आएर बस्ने। अनि यहाँबाट चाहिँ इन आउट हुने मान्छेहरू टर्मिनल बिल्डिङ अगाडि हुन्छ। त्यस्तो छ अहिले। ट्याक्सी वे दुईटै प्लेन आउन जाने दोहोरो हो कि एकवटा मात्रै हो? ट्याक्सी वे वान वे नै हो यो। सबै ल्यान्डमै सकेको आउने हो कि जहाँ ल्यान्ड उनीहरू जाने ठाउँ हो यो चाहिँ? होइन, यस्तो ल्यान्ड भएर चाहिँ यताबाट घुमेर आउने हो यहाँ पार्क गर्नलाई, अथवा पार्क गरेर निक्लिनु पऱ्यो भने यही बाटो आउनु पऱ्यो नि बाटो आउनु पऱ्यो नि जानु पऱ्यो नि बाटो युज हुनुभयो। अन टाइममा एउटा मात्रै प्लेन ल्यान्ड हुने भयो नि त त्यसो भए? हाम्रो यस्तो छ एप्रोच चाहिँ हाम्रो ल्यान्डिङ र टेक अफ एकैपट्टि हो। यतापट्टि नि हो, ल्यान्डिङ र टेक अफ एकैपट्टि हो। त्यही भएर उड्दा पनि एउटा मात्रै उड्छ, ल्यान्ड हुँदा पनि एउटा मात्रै ल्यान्ड हुन्छ। कति पर्सेन्ट काम सकियो होला? केही छ अहिले 15% काम सक्यो हाम्रो क्यालकुलेसनमा होइन। इन टोटल सबै गरेर भनौँ न, डिजाइनदेखि लिएर होइन, अब फिनान्सियल कुराहरूदेखि लिएर अर्थको प्रोग्रेसहरू देखेर गिटीदेखि लिएर सबै कुरा गर्दाखेरि 15% 15% हाम्रो क्यालकुलेसन गरेको छ। 21 सम्म त रेडी हुन्छ नि? 21 जुलाई 10मा चाहिँ अब हामीले ह्यान्डओभर गर्नै पर्छ होइन, त्यो हाम्रो डेडलाइन हो। सो विल फिनिस बिफोर द डेडलाइन। हुन्छ नि, काम गरिसकेपछि दबावको कुरा आउँछ नि। यसमा यो पोखरा व्यवस्था विविध कारणले विवादमा परिरहेको छ तर पहिलेदेखि नै होइन, लाखौँ रुपियाँ घोटालाको कुरा पनि आइरहेको हुन्छ। अहिले त्यस्तो के दबाब छ तपाईँहरूमा? छैन, कन्स्ट्रक्सनको लागि हामीलाई भेरी स्मुथ इन्भाइरोमेन्ट पाइरहेको छौँ अहिलेसम्म। अब लोकलहरूको पनि राम्रो सहकार्य छ। अब हाम्रो नेपाल सरकारको भनौँ, लोकल अथोरिटीको भनौँ होइन, सबैको राम्रो छ। हामीले अहिलेसम्म त्यस्तो अब्स्टिकल केही फेस गरेका छैन। प्रदेश सरकार गठन भएपछि विमानस्थल सम्पन्न गर्न आवश्यक पर्ने सहयोग माग्न आयोजनालाई आग्रह गरेपछि निर्माण कार्य द्रुत गतिमा अघि बढेको गण्डकी प्रदेशका पर्यटन मन्त्री विकास लम्सालको भनाइ छ। हाम्रो यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एउटा द्रुत गतिमा निर्माण भइरहेको छ। हाम्रो नेपाल सरकारका सम्माननीय प्रधानमन्त्रीले पनि यसको अनुगमन गर्नुभएको छ। हामीले प्रदेश सरकार गठन भइसकेपछि आयोजनालाई हामीले चाहिँ बोलाएर र आयोजनासँग हामी परामर्श गरेर तपाईँहरूले 2021 जुलाईमा एयरपोर्ट सम्पन्न गर्ने मितिमा तपाईँहरूले सम्पन्न गर्नका लागि के कस्ता चाहिँ के अरे तपाईँहरूलाई अप्ठ्यारा छन् होइन, सम्पन्न गर्नको लागि तपाईँहरूलाई कुनै कठिनाइ छ भने भन्नुहोस् भनेर हामीले कुरा गऱ्यौँ। र आयोजनाले हामीलाई विश्वस्त दिलाएको छ। प्रत्येक 3 महिनामा प्रदेश सरकारलाई उसले बोलाएर आफ्नो प्रगतिको बारेमा जानकारी गराउँछ र माथि नेपाल सरकारले पनि त्यसको अनुगमन गरेको छ र आयोजना एकदमै कन्फिडेन्सली अगाडि बढेको छ। र उनीहरूले भनेका छन् यसलाई पुरा गर्नको लागि अब हामीलाई कुनै चुनौती छैन। हामी 2021 जुलाईमा होइन 6 महिना अगाडि आयोजना पुरा गर्न सक्छौँ, हामी परीक्षण उडान गर्न सक्छौँ भनेर उहाँहरूले हामीलाई भन्नुभएको छ। हामीले यो अहिले नर्मल अवस्था छ, भोलि फेरि यहाँ आन्दोलन होला, यहाँ झगडा होला, विभिन्न कुराका नाकाबन्दी होला। अब विभिन्न कुराका प्रभावलाई पनि तपाईँले हेरेर, पर्न सक्ने प्रभावहरूलाई नि हेरेर यो काम छिटो गर्नुहोस्। र 2021मा हामीले यो चाहिँ के अरे जहाज उडाएर 2022मा हामीले यो गण्डकी प्रदेशमा हामी अन्तर्राष्ट्रिय लेभलको एउटा पर्यटन वर्ष मनाउने र हामी संसारका चाहिँ के अरे पर्यटकहरूको एउटा आकर्षणको रूपमा नेपालकै पर्यटनको राजधानी पोखराको हामी विकास गर्ने, प्रचार प्रसार गर्ने, त्यही हिसाबले हामी अरू पूर्वाधारको निर्माणका लागि पनि लागेका छौँ। हामी हाम्रा पर्यटकहरूलाई अतिथि देवो भव, उनीहरूलाई सम्मान गर्नको लागि हामी होटेलहरूमा राख्न सकेनौँ भने पनि ग्रामीण स्तरमा पनि हामी चाहिँ होमस्टेहरू बनाएर भए पनि राख्ने व्यवस्थाको लागि हामी 300 होमस्टे पनि यसै साल बनाउँदैछौँ। र हामी 2019मा हामी आन्तरिक प्रचार प्रसार गर्नेछौँ, 20मा हामीले छिमेकी मित्र राष्ट्र गर्नेछौँ, 21मा हामीले जहाज ल्याउनेछौँ र 22मा हामीले अन्तर्राष्ट्रिय पर्यटन वर्ष मनाउनेछौँ। जहाज ल्याउने कुरा हाम्रो चाहिँ प्रदेश सरकारको चाहिँ के अरे पर्यटन प्रबन्धनसँग पनि हामीले चाहिँ हाम्रो एउटा कार्ययोजनामा राखेका छौँ भने यो अब एकदमै जुन हिसाबले निर्माण कार्य अगाडि बढिरहेको छ। अहिलेसम्म 15% प्रगति भएको छ, तर
यसमा चाहिँ 45% चाहिँ इक्विपमेन्टहरू खरिद पनि त्यही 100% प्रगतिसँग जोडिएको भएको हुनाले यसलाई अब लगभग चाहिँ त्यो त उडाएर ल्याउने हो, किनेर ल्याउने हो। किन्ने कुराको पनि टेन्डर प्रक्रिया पनि अगाडि बढिसकेको छ, त्यसको लागि सम्पूर्ण अधिकारहरू चाहिँ आयोजना लिइसकेको छ भने अब चाहिँ यो 60% काम भएको छ भन्दा पनि फरक पर्दैन। त्यसकारण हामी विश्वस्त छौँ यो समयमै सम्पन्न हुन्छ र त्यसको चाहिँ जुन निर्माण व्यवसाय हुनुहुन्छ उहाँ पनि असाध्यै इमान्दार र एउटा रिलायबल निर्माण व्यवसाय भएको हुनाले हामीलाई विश्वास छ यो समयमै सम्पन्न हुन्छ। 42 वर्ष अगाडि तत्कालीन पोखरा उपमहानगरपालिकाको वडा नम्बर 14, 15 र 18 को 3106 रोपनी जग्गा विमानस्थल बनाउन अधिग्रहण गरिएको थियो। त्यसले नपुगेपछि थप 521 रोपनी जग्गा अधिग्रहण गरेपछि विमानस्थल निर्माण कार्य सुरु गरिएको थियो। पोखरा क्षेत्रीय विमानस्थलको निर्माण कार्यले तीव्रता पाएसँगै यहाँका स्थानीयवासी तथा पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्। त्यसैले तोकिएको समयमा विमानस्थलको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकाय निरन्तर लागि पर्न जरुरी देखिन्छ। दर्शकबिन यो यहाँ काम भइरहेको देखिरहनु भएको छ। यो क्षेत्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यो निर्माण कार्य भइरहेको छ र यो क्षेत्र जुन काम भइरहेको छ यो क्षेत्र भनेको चाहिँ ल्यान्ड भइसकेका जहाजहरू चाहिँ पार्किङमा जाने क्षेत्र हो र यहाँबाट चाहिँ ल्यान्ड भइसकेका जहाजहरू चाहिँ पार्किङमा जान्छ र पार्किङ हल्लुका बनाइएको छ जुन तपाईँलाई र त्यो क्षेत्रबाट पार्किङमा जाने कामहरू धमाधम भइरहेको छ। एकजना ह्याप्पी इक्विपमेन्टका डाइरेक्टर हुनुहुन्छ उहाँले चाहिँ एक्जाभेटर लगायतका सामानहरूलाई डाइरेक्सन दिइरहनु भएको छ। कहाँबाट काम गर्ने र कसरी काम गर्ने भनेर के काम भइरहेको छ अहिले हाम्रो यो फिल्म बनाउने सफ्टवेयर हुन्छ है। अहिले कतिवटा तपाईँ चाहिँ अहिले ह्याप्पी इक्विपमेन्टको डाइरेक्टर हुनुहुन्छ, कतिवटा जति बिजुली युज भएको छ अहिले यहाँ गाडी कति युज भएको छ? अनि गाडी 2टा अहिले यहाँको लागि 2टा भएको छ यो साइडलाई। जम्मा गाडी कतिवटा छ? जम्मा गाडी 35-40 इक्विपमेन्ट कति छन्? 25वटा। कतिवटा यो काम यो जुन यो गर्नु भएको छ जुन पार्किङमा जाने बाटो बनाइरहनु भएको छ होइन? हजुर। कतिमा सकिएला यो बाटो? अब यहाँ त लाग्छ लाग्छ